आज फेरि पनि त्यही स्थानमा पुगेँ। संयोगवश भनौँ या नियति नै त्यही थियो, थाहा भएन। तर त्यही स्थानमा पुग्दा म फेरि पुराना कुराहरूमा हराउन थालेँ। एक दिन रातो पुलबाट गौशालातर्फ जाँदै गर्दा बीच बाटोमै मुसलधारे वर्षा भयो। मैले त्यति बेला रेनकोट छाता केही पनि बोकेको थिइनँ। त्यसैले म पानीबाट बस्न बाटैमा रहेको खाजा घरमा बसेँ। त्यहाँ पसले साउने कुखुराको खुट्टा काट्दै थिइन्। मैले चिया खान पाइन्छ दिदी भनेर सोधेँ। उनले किन नपाइनु नि बाबु, बस्नुहोस् न भनिन्। म बसेँ। त्यतिकैमा पानीले भिज्दै एक युवती त्यही पसलमा छिरिन्। उनलाई देख्ने बित्तिकै किन हो किन मेरा नयन उनीमै टक्क अडिए। पानीले भिजेको उनको शरीर अनि मायाले भरिएको उनको हँसिलो अनुहार। म एकटकले उनलाई हेर्न बाध्य भएँ, किनकिन मलाई यस्तो आभास अहिलेसम्म कहिल्यै पनि भएको थिएन। उनका ती मृग नयन, पानीले भिजेको बदन अनि मधुर आवाज अझै पनि मेरो मानसपटलमा गुन्जिरहेको छ। दिदी, एक कप कालो चिया खाऊँ न है भन्दै उनी मेरो अगाडिको टेबलमा बसिन्। मैले उनलाई एकटक हेरिरहेको देखेर पसलनी साउनीले जिस्काउँदै, के हो भाइ, हाम्री बहिनीले मोहनी लगाइन् कि क्या हो भनिन्। म झसङ्ग भएँ र लजाउँदै उनको प्रश्नको जवाफमा मुस्कुराउनु सिवाय अरू केही जवाफ दिइनँ। उनले ती युवतीतर्फ हेर्दै, अनि के हो अञ्जना, तिमीले यी बाबुलाई त मोहनी लगायो कि के हो? अघिदेखि आहा तिमीतिरै मात्र गएको देख्छु भनिन्। उनले मन्द मन्द मुस्कान छर्दै, ममा के नै छ र त्यस्तो मोहनी लगाउनै भनिन्। उनीहरूको कुरा सुन्दै म मक्ख परिरहेको थिएँ। किन टोलाएको बाबु भन्ने आवाजले म झसङ्ग पाएँ। पसलनी साउनीले चिया दिँदै, भाइको घर कता हो नि भनेर सोधिन्। मैले तनहुँ हो, तर अहिले काठमाडौँमा नै बस्छौँ भन्ने जवाफ दिएँ। ए हो र, यी नानीको पनि त लमजुङ हो नि, तपाईँहरू त छिमेकी पर्नु भएछ भन्दै पसलनी साउनी हामीतिर हेर्दै जिस्काउन थालिन्। म के भनौँ के नभनौँ भन्ने अवस्थामा पुगेको थिएँ। त्यतिकैमा किन हो किन मलाई उनीसँग कुरा गर्न मन लाग्यो र सोधेँ, तपाईँको घर लमजुङ कहाँनिर हो नि? उनले केही हिचकिचाउँदै बेसी सहर उनिन्। त्यसपछि पानी परुन्जेल हामी बीच धेरै कुराकानी भयो। कुरै कुरामा मैले उनको फेसबुक आइडी मागेँ। पहिला त उनी किन र भन्दै टार्दै थिइन्। मैले 3-4 पटक सोधेपछि, तपाईँको के छ भन्नुहोस् त, मेरोबाट एड गर्छु भनिन्। उनले नचिनेको कसैले पनि रिक्वेस्ट पठाउन नमिल्ने बनाएको रहेछन्। उनले मलाई रिक्वेस्ट पठाउने बित्तिकै एक्सेप्ट गरेँ। पानी पनि रोकियो। त्यसपछि त्यहाँबाट मन नलाई भए पनि निस्किएँ। घर पुगेपछि उनलाई मेसेज गरेँ, हेलो अञ्जनाजी। उताबाट केही रिप्लाई आएन। म उनको जवाफको प्रतीक्षामा थिएँ। बारम्बार उनको रिप्लाई आयो कि भनेर फेसबुक हेर्थेँ, तर 2 दिनसम्म कुनै पनि प्रतिक्रिया आएन। मलाई अरू मेसेज गर्न अप्ठ्यारो लागिरहेको थियो। 2 दिनपछि हेलो सन्चै हुनुहुन्छ भनेर उनको मेसेज आयो। त्यसपछि हामी बीच दिनानुदिन कुरा हुन थाल्यो। आज फेरि त्यसै गरी पानी परेर त्यही ठाउँमा पुग्दा मलाई उनको साह्रै नै याद आइरहेको छ। उनी यो काठमाडौँका घरहरूको भिडमध्ये एउटा घरमा छिन् या कता छिन्, अहिले मेसो पाउन सकेको छैन। उनीसँग धेरै भयो कुरा नभएको, तर पनि उनको माया यो मनमा अझै पनि उस्तै नै छ। म फेरि पनि हाम्रा पुराना पल फिर्ता आउनेमा आशावादी छु र मलाई विश्वास छ पक्कै हामी फेरि भेट्नेछौँ। हाम्रो मायामा लागेको अर्थविरामलाई हामी फेरि त्यहीँबाट सुरुवात गर्नेछौँ। बस त्यो पलको पर्खाइमा सधैँ रहनेछु। आज फेरि पनि पसलनी साउनीले कुखुराको खुट्टा त्यसै गरी काट्दैछिन्। म त्यसै गरी त्यही ठाउँमा बसिरहेको छु। बेला बेलामा उनी फेरि त्यसै गरी भिजेको बदन, मृग नयन, सुनकेसरी कपाल लिएर दिदी चिया खाउँ है भन्ने आउँछन् कि भन्ने भान भइरहेको छ।